एउटै छोरो हुँ र फेरि हामीलाई उयो हामी पेट्रोल भराउनु यात्री घर राखे हो हाम्रो खलनाको बजारमा हामी हरायौँ धन्यवाद म त जे कुनै पनि राम्रो गीत भइरहेछ है यिनीहरूसँग हामी ल हेर्नु त अब यतिको जङ्गलमा बाइक कुदाउनु घुम्नुको मजा नै बेग्लै छ फेरि यहाँबाट सिमखोली उता पेदी खोला सब क्या टक्क देखिँदा बाटो पनि एकदम खाली चिलमा हामी सरर आफ्नै धुनमा टक्क लाएर ओह्रालो ओह्रालो छ ओह्रालोमा हामी बिस्तारै मा ल च्याप लाएर ठुलोको माग पनि देखिँदो रहेछ यहाँबाट अगाडि देखिरहेको छ नि त्यो ठुलोले त्यो चाहिँ ठुलोको माग हो क्या होइन हामी अघि नै अगाडि आयौँ बाङखोला माथि देखाएको थियौँ नि जुन त्यो चाहिँ सानो कुमाग भयो होइन यो चाहिँ ठुलो कुमाग हो अब हामी लगभग कति टाइममा पुग्छौँ होला अङ्कल अब 7-8 मिनटमा हामी खोला बजार पुग्छौँ 7-8 मिनट ऊ पारतिर हेर्नु न बगाल क्या यति राम्रो छ यति दामी छ त्यही भएर आज त हामी पनि यसो दामी भाइब यता खोलातिरको रुकुमतिरको भाइब लिदिउँ भनेर चट्ट चलिदिरहेछौँ काकाभती आज एकदम मौसमले पनि एकदम साथ दिइरहेछ कि होइन पुरा शीतल शीतल गरिरहेछ टक्क लाएर अहिले मेरो मैले चाहिँ अङ्कलबाट बाइक मलाई दिनु अङ्कल म पनि यसो भलक हान्छु यसो म पनि चलाउँछु भनेर यसो मैले अङ्कलबाट यसो माग्छु बाइक होइन अब मैले बिस्तारै आरामसँग चलाउनु पर्ने हुन्छ बाटो त आमामा पानी परिरहेको छ क्या यतातिर सिक्लो त कुरै छोडिदिउँ गाइज होइन मसँग लाइसेन्स छैन गाइज होइन मसँग लाइसेन्स छैन यसो अब 2500-3000 को सिट खाऊँ भने भएन होइन यसो अहिले यति बेला पैसा पनि छैन हामी चट्ट लाएर अब हिँडतिर चट्ट ओर्लिएर अब अङ्कललाई बाइक हस्तान्तरण गर्नुपर्ने हुन्छ हिँडतिर होइन अङ्कल रोकी हिँडेर बजार ल अहिले हामी टक्क रुकुमको हाइवेमा आइसकेका छौँ हाइवेमा त आयौँ उताबाट ट्रक आइरहेको छ अब यसो हामीले सुस्स हर्न हानेर चट्ट हिँड्नुपर्ने हुन्छ यतिको आमामा के पेल्दिरहेको सोची यार यतिको त नपेलौँ होला हो यतिको त नपेलौँ होला किनकि हाम्रो पनि म त एउटै छोरो हुँ र फेरि काठे म त एउटै छोरो हुँ फेरि यतिको पेलिदियो भने त गाह्रो बनाइदिइहाल्यो त मोराहरू कस्तो लाग्यो यो राइडर स्किल सो कमेन्ट हान्न नभुल्नु होला अब हामी चट्ट लाएर आइपुग्यौँ खौला आइपुग्यौँ खौलाबाट अब हामी चट्ट लाएर झुन्डेटा जान्छौँ है त झुन्डेटा चट्ट लाएर गयौँ भने यसो झुन्डेटातिर अब के छ माहौल यसो हेर्नुपर्ने हुन्छ चट्ट लाएर झुन्डेटातिर हाम्रो दोस्त झुन्डेटाबाट हाम्रो दोस्त मुस्ताङ पनि हानिदिइरहेछन् राइड होइन अब चट्ट लाएर हाम्रो दोस्तको पनि एकदम जर्नी सेफ रहोस् भन्न चाहेँ मैले राइडमै छन् हाम्रो दोस्तहरू अनि हामीहरू पनि चट्ट लाएर फायर भएर हिँडिरहेको फेरि अब फायर भएर हामी हिँडिरहेछौँ अब चट्ट लाएर यसो बाटो खाली भए पनि यसो हर्न चाहिँ हान्नुपर्छ सुलुलुलु ल देख्न सक्नुहुन्छ यो हो क्या पाइप भने हेर्नु न उतातिर चट्ट लाएर यति बवाल ठाउँ यो ठाउँमा सबैजना घुम्न आउनु पर्यो है ल सबैजना घुम्न आउने हाम्रो झुन्डेटा बजारलाई एकदम धनी बनाइदिने है ल हाम्रो झुन्डेटा बजार गएर बाइकमा पेट्रोल भराउनु पर्ने दिन आइसकेको छ आमामा पेट्रोलको कुरा नगरौँ साथीहरू फेरि 225 पुगिरहेको थियो अस्ति न आजभोलि कति पुगिछ कुनै थाहा छैन है अब पेट्रोल धेरै महँगो छ बरु यसो म त न्युट्रलमै हिँड्ने भन्थ्यो र अब यता बाटो त्यस्तो छैन है मसँग त फेरि न्युट्रलमा हिँड्ने स्किल पनि छ धेरै होइन
20 को स्पिड भनेको ठाउँमा हामी 30 को स्पिड हान्न पनि सक्छौँ। त्यो हाम्रो स्किलको कुरामा भर पर्छ। अब हामी चट लाएर यति कतै अब पेट्रोल भराउने ल वेलकम छ हामीलाई पनि। अब यसो यो झुन्नेटा बजारतिर होइन अङ्कल, हामीलाई वेलकम गर्ने कोही छैन, तर हामी खुद आफै वेलकम छ यो झुन्नेटा बजारमा, हामीलाई स्वागत छ है भन्ने त्यो टाइममा छौँ। बेरभित्र छ यताबाट टक्क हाम्रो मामाघर जाने बाटो हो होइन। अनि यताबाट टक्क हामी पेट्रोल भराउनुतिर हिँडिदिन्छौँ होइन। तेल पनि पुरै इमा आइसकेको छ होइन। चाहिँ यता हामी पेट्रोल राख्दै गर्दा यहाँ दाइ हाम्रो पेट्रोल राख्नु हुँदो रहेछ टक्क। यो चाहिँ कस्तो सिस्टम हो यो दाइ? यो म्यानुअल सिस्टम छ यसमा, डिजिटल होइन। हजुर बत्ती गए बेला यसो हातले पनि घुमाउनु हुन्छ। ए म्यानुअल सिस्टम रे है, सुन्नुभयो म्यानुअल सिस्टम छ अरे। यता दाइ हजुरको परिचय दाइ? इन्द्र भण्डारी। हजुर। घर मुसिकोट 2 पर्छ। हजुर। अनि यो आफ्नै बिजनेस हो कि? मेरो राइड स्किल सिद्धियो केटा हो। ल म त गलेँ एकदम है। अब हाम्रो काकाको स्किल हेर्न बाँकी छ। चट लगाएर ल हुन्छ दाइ, हस् हस्। ओहो ओहो सुलुलुलु बिस्तारै। अनि झुन्नेटाको राम्रो तर म योदेखि उतातिर कहिले पनि गएको थिएन। ल फर्स्ट टाइम जाँदैछु, एक्सपिरियन्स वाउ भन्ने भइरहेछ। यात्रामा अरू त यस्तै हो है, सुख दुःख पनि यस्तै हो साथीहरू, तर यात्रामा हाम्रो सामान केही पनि नहराओस् है। यहाँ हुँदै पोखरा काठमाडौँ तपाईँको यता पश्चिमतिर डोल्पा दुनैसम्म पनि गइने छ। यो बाटो जोड्छ हजुर है। अनि भिडियो अन्तिमसम्म हेरेर नछुटाउनु होला, किनकि रुकुमको स्पेसल ठाउँहरू देखिनेछ है त। हामी रुकुम खारालाई देखाउँदैछौँ। द्वन्द्वकालमाथि नेपाली सैनिक र नेकपा माओवादीको भिडन्तमा, जहाँ माओवादीले आफ्ना धेरै युद्धहरू, आफ्ना लडाकुहरू गुमाउनु परेको थियो। यहाँ युद्ध हुँदा जहाँ उसले आफू पराजित हुँदै भाग्नु परेको थियो, त्यो स्थानलाई देखाउन गइरहेका छौँ। हामी यति बेला रुकुमको खारामै छौँ प्रत्यक्ष है। हामी यहाँ यात्रामा छौँ, बाइकको यात्रा गर्ने क्रममा यो स्थानलाई पनि तपाईँहरूको बिचमा देखाउनेछौँ। यही स्थान हो, हामी नजिकै पुगेका छौँ। यही क्षणमा तपाईँलाई देखाउने नै छौँ रुकुम खारा, जहाँ तत्कालीन नेकपा माओवादी र नेपाली सैनिकहरूको लडाइँ भएको थियो। उति बेला प्रधानमन्त्री शेरबहादुर देउबा हुनुहुन्थ्यो भने उताबाट सेनाको कमान्डो गर्ने भने यता माओवादी कमान्डो गर्ने श्री पुष्पकमल लाल प्रचण्ड र बाबुराम भट्टराईहरू नै हुनुहुन्थ्यो है। जनार्दन शर्माहरूको टिम नै थियो यति बेला। यहाँबाट यहाँ थोरै अगाडि चाहिँ हामी त्यो स्थानको तपाईँलाई थोरै केही तस्बिर देखाउनेछु। त्यस स्थानमा हामीलाई परिवेश त निश्चित गरिन्छ होला, सायद हामी जान मिल्दैन होला। त्यो भएर हामी तलबाट नै तपाईँहरूलाई केही त्यहाँका तस्बिरहरू देखाउनेछौँ। साथीभाइहरूले अब बाटो नै कब्जा गर्छौँ। त्यो हेर्नुहोस् अगाडिको स्थान जहाँ आर्मी ब्यारेक, त्यो नै हो है। तपाईँले नजिकबाट निहालेर हेर्नुहोस्, त्यो आर्मी ब्यारेक हो। अहिले आर्मी छ या छैन। त्यति बेला यहाँ लडाइँ हुँदा माओवादीले आफ्ना धेरैभन्दा धेरै साथीहरू गुमाउन पुगेको थियो। यहाँ धेरै मानिसहरू मरेको थिए। जहाँ यस क्षेत्रलाई जहाँ माओवादी उत्पादन गर्ने जिल्ला भनिन्छ सल्या र रोल्पा चाहिँ माओवादीको अखडामा निस्ने जिल्ला हो। तर यी अखडा जिल्लामा धेरै साथीहरूलाई गुमाउनु परेको थियो। दुःखको कुरा हो। त्यति बेला 2052 सालदेखि 2062 सालसम्म 10 वर्षीय जनयुद्धमा करिब 10,000 भन्दा बढी नेपाली दाजुभाइ दिदीबहिनीहरूले आफ्नो रगत बगाउनु परेको थियो नेपाल बनाउनको निम्ति। आज उहाँहरू बितेर गए तापनि नेपाल बन्न सकेन। हामीलाई यो कुरामा एकदम दुःख लागेको छ। यो चाहिँ तल बजार हो। तपाईँको पिपल हो कि यो कुन हो चाहिँ हो, यो चाहिँ लाखुरी जस्तो पनि देखिन्छ, पिपल जस्तो पनि देखिन्छ। ठ्याक्कै हामीले यसको हेर्न सकेनौँ। तपाईँहरूको यही भएर जान्छ माथि। यो आर्मी ब्यारेक जाने क्षेत्र चाहिँ यही नै हो। यहाँ माथि हामीलाई सायद परिवेश छैन होला जस्तो लाग्छ मलाई चाहिँ।
यहाँको युद्धमा यहाँ मात्र होइन देशैभरिको युद्धमा तपाईँको त्यति बेला हाम्रो नेपाली जातिले देशको लागि कतिपय नेपाल सरकारको चिन्ताको तर्फबाट लगेर आफ्नो पुर्याउनु तर आज देशमा त्यो रगती पनि सुधार आएर बिचरा उहाँहरूले बुझ्नु भएन त उहाँहरूले खेलबाड गर्नुभयो नेपाल बनाउनुको सट्टा नेपालमा उहाँले बच्चालिन्छ नेपालका जनताहरूलाई त्यसको आरोप गर्नुभयो हामीहरूलाई त्यो शास्त्रीहरूको जस्तो जुन सरकार आए पनि एउटा भनाइ छ जुन सरकार आए पनि पानी छिरेको चोरी जस्तै यता आए पनि ऋणमध्ये ऋण पारेर नेपालका जनताहरूलाई नेपालमा लगानी गर्न लगानी सुनिश्चित नदेखिएपछि अब यहाँका कैयौँ तपाईँको व्यवसाय कर्मीहरू देश पलायन हुने दरखरमा छन्। कतिपय साथीहरू नेपाल त्यागेर नेपाल छोडेर विदेशमा गएर बस्नु भएको छ। तपाईँको उदाहरणको लागि एकजना हाम्रो तपाईँको मिडिया या भिडियो खेल्ने सुटिङ गर्ने दाइ तपाईँ हाम्रो हास्य कलाकार उमेश सुन्तलीहरूले पनि दुःखको कुरा भयो। नेपालमा उहाँले गरेको लगानी जो रङ्गशाला बनाउँदै हुनुहुन्थ्यो त्यहाँ नेपाल सरकारले हाल्नुपर्ने भुक्तानी नहालेपछि आज नेपाल छुटेर अहिले देशमा अर्को देशमा गएर काम गरेर उहाँ जस्तो ठुलो महान एकजना व्यक्तिहरूलाई त्यहाँसम्मको समस्या पुग्यो। अहिलेका नेपालका ठुला जो व्यवसाय गरेर हुनुहुन्छ उहाँहरूको लगानी पनि वृद्धि देखेन। जो सानो गर्न खोज्दै हुनुहुन्छ उहाँहरूलाई पनि ठुलो डर छ किनकि नेपालमा सुरक्षित रहेन। किनकि आजको सरकारले भोलिको कुरालाई कार्यान्वयन नगर्ने भोलिको अगाडि आजको लागि कार्यान्वयन नगर्ने यहाँ बनाएको पनि संरचनाहरू अब हालेर बस्नु देख्ने यही कुरा नेपालमा लगानीको लागि डाउट हुन्छ। जुन दिन म पनि नेपाल अहिले देश चलान छ भन्ने चाहिँ लाग्छ है तर नेपाल बनाउनु लाग्दैन र नेपालका नेताहरूले गर्दा नेपाल एकदम अवस्था गम्भीर अवस्था पुगेको छ। तपाईँलाई पकेट भए आज यो यात्रा गर्नु त उडेर यात्रा गर्थ्यो बेचरी भए आउँथे उडेर फुल भए निजेको निर्माए क्या गर्नु ज्यानै फुलेर हुन्थ्यो। अब पकेट छैन उड्न सक्दिनँ पगालो। We were sparks on quiet streets, two hearts finding where to meet, but life pulled us apart, left me talking to the dark. हामी अब रुकुम खलङ्गालाई माथिल्लो बाटो बढ्नेछौँ। तल्लो बाटो चाहिँ रुकुमको आडी बिस्कुट राडी बाँकीकोट त्यस्तै मध्यपाट राजमार्ग जोड्ने जाने बाटो यो रहेको छ। घरहरू पनि पुरै धनीका जस्तो छन् त यार पुरै धनी छन् यार। यसो एउटा केटी मिलाइदिउँ न यतैबाट आम्दानी हो क्या च्याप लाएर फेरि पुरै क्या यो रुकुमै हो र भन्ने त्यस्तो टाइपको छ क्या यतातिर पुरै बस्तीहरू बुझ्नु भएन। हाम्रो बजार खलङ्गाको सानै छ भन्ने लागिरह होला साथीहरू। खलङ्गाको बजारमा हामी सल्यानीहरू हराइसक्यौँ है होइन अङ्कल? हो नि त। हामीहरू यति झुक्क्याइ लाग्दो बाटो छ कि हामीहरूलाई यस्तो चक्कर लाग्यो क्या हामी ट्याक्कै भुल्दियौँ बाटो नै भुल्दियौँ। अब हामी फेरि फर्केर वापिस जाँदैछौँ सुलुलुलु अनि देख्न सक्नुहुन्छ अगाडितिर तर फेरि कहाँबाट हो त्यो पनि थाहा छैन हामीलाई। अब हामी सोध्दै यसो मुयाहरूसँग सोधेरै जानुपर्ने हुन्छ कि यतैबाट हो न गल्ली तर बबाल राम्रो के एकदम फोहोर पनि छैन त्यस्तो एकदम सफा छ। रुकुम घुम्न आइजाऊ साथीहरू म त्यही भन्छु। यता साथी भाइरल रोड जाने भाइरल पुल जाने यतैबाट जाउँ। उता हाम्रो अगाडि यसो हुनुहुन्छ साथी ट्याक्क उता अगाडि हुनुहुन्छ है। ए त्यो हो बाटोको हुन्छ बाटो चाहिँ कताबाट भन्ने कुरा हो खास जान्न भेटाउनु। ए
हस् धन्यवाद वेलकम थ्याङ्क यू। ल अब हामी चट्ट लगाएर यताबाट यता भन्ने गरेर दोस्तले यताबाट यता अब हेरौँ अब दोस्तले हामीलाई सिकाइदिइहाल्छ नि। हाम्रोतिर मकै फल्न पाक्न सानो सानो छ है। यतातिर आमाले बाटोमा यसो मकै पोलेको देख्दा भरे खान मन लाग्यो। सो पुरै काठमाडौँको भाइब छ क्या यतातिर पुरै यस्तो हेर्नु न यसो। अब टक्क सक्छ त कसैले तर उता दोस्तलाई चाहिँ मान्नै पर्छ यार। यतिको हामीलाई यतिको होइन बाटो सिकाइदिनु भएको छ एकदमै तर चिन्जान छैन होला तर पनि भिडियोबाटै एकदमै रेस्पेक्ट छ दोस्तलाई है। अब यतिको हुनुपर्छ जे होस्। हाम्रो गाउँमा जानु न तपाईँ, हाम्रो गाउँमा तपाईँलाई यसो फिलिली घुमाइदिइहाल्छौँ नि हामी है। यतिको चाहिँ हुनुपर्छ। तर हेर्नु न डबल क्याबमा चट्ट लाएर दाउरा है। डबल क्याबमा चट्ट लाएर दाउरा छ अगाडि। हामी र दोस्त र यसो बाटोमै हामीले त मुसिकोटमै दोस्त बनायो। हस् धन्यवाद। हस् रुकुम मुसिकोटमा हामीले दोस्त बनाइदिइसक्यौँ। अब हामीलाई टेन्सन छैन। केही पऱ्यो भने यसो दोस्त भनेर सम्झ्यौँ भने प्रब्लम सल्लक्क लाएर अब हामी पछि जानुपर्ने हुन्छ यो डबल क्याबको। अनि अघिदेखि मलाई यो यहाँको यिनी दुईवटा काँडाले मेरो पाइन्टर छिर पारिदिएले छन् है। अनि चट्ट लाएर तरकारी छ यता टमाटर बन्दर सब छ यतातिर। खै थाहा भएन मलाई यो के हो मलाई थाहा भएन। यसो धनी मान्छेहरूले पैसा यसो जम्मा गर्ने ठाउँ होला सायद है। धनी मान्छेहरूले पैसा जम्मा गर्ने ठाउँ हो जस्तो लाग्यो। चट्ट लाएर कसो गर्ने होला अब यस्तो मौसमले पनि एकदम बवाल गरिरहेछ। मौसमले पनि यस्तो बवाल गरिरहेछ कि अब पानी पर्न आँटेकै हो त। ए लौ न पानी त नपर्यो भयो नि किन हुन्न र। ओहो हामी अघि न हित्ती पर्थिन कहाँदेखि आया मन छ फर्लक्क फर्किन गया हामी यता भाइ फेरि उता परबाट फर्किन आयौँ। हस् हामीले त अहिले बाटो भेटाइसक्यौँ त। हस् अब चट्ट लाएर यतातिर हाम्रो यहीँ हो अरे पार्टी हो त। म त देख्दिनँ त पुल त कता छ। ए लौ न पुल त म देख्दिनँ त कता छ काका। एक घर पछाडि अर्को पुल पनि ऊ पारी छ क्या फेरि दोस्तहरू होइन। अर्को पुल पनि फेरि पारी छ। कसले त्यो पारीको पुल। ए लौ न यस्तो त नगरिदिनु है दोस्तहरू। यसो पुल बनायो भन्दैमा पुलबाट हाम फाल्ने काम चाहिँ नगरिदिनु है। किनकि पुल त अब यसो खोला नाला तर्नलाई पो हो त नि। यसो हाम फाल्नलाई त होइन नि है। सलक्क लाएर यता हाम्रो बाइक पार्किङ हानिदिइहाल्छौँ। सलक्क लाएर यता कतै अङ्कल बिस्तारै है म यहाँ। उतातिर हाम्रो फोटोसोटो खिच्ने क्यामेराले भइरहेछ है। चट्ट यता यसो पतङ्गहरू पनि लागिसकेका छन्। यता हामी भर्खर आइपुग्यौँ। एक राउन्ड यसो पुलमा गएन पारी गएन यसो पुलमा यसो हल्लिनु पर्छ कि जस्तो मानिरहेको छु। जाम अङ्कल हेलमेट पनि लैजाने हो क्या। महँगो चिज छ क्या यहाँ यो म्याग्नेटिक माउन्ट छ क्या यो क्यामेराको। फेरि हरायो भने त सकिएको नि। हरायो भने त सिद्धिएन र साथीहरू है। टक्क भाइरल हुने भाइरलै हुन्छ क्या साथीहरू। यसो आएर फोटोसोटो खिच्ने टक्क लगाएर यस्तो रङ्ग हान्ने ठाउँ। अब हामी सिधै यहाँबाट पारि जान्छौँ। बाटोतिर यसो फोटोसोटो खिच्ने कार्यक्रम भइरहेछ। यसो सरी हामी जान्छौँ एकछिनलाई है। अब वारिपारि 360 भ्यू हेरौँ अब पुलबाट है। टक्क लगाएर ऊ पारितिरको घरहरू चट्ट मिलिरहेको। अनि यतातिर तलतिर
अब तलतिर के हो कुन गाउँ हो मलाई थाहा छैन साथीहरू। अब यसो हेर्नुहोस् है, वेदरले पनि यसो पानी पर्ने जस्तो गरिरहेछ। अब अङ्कलसँगै गफ हानौँ त। अङ्कल हजुरलाई यो पुल अब यो त रुकुम मुसिकोटको बारेमा के जानकारी छ? त्यति मलाई त थाहा त छैन। म अहिलेसम्म 5-6 पटक यस पुलमा आएर सामान्य खालका फोटा भिडियोहरू खिचेर लिए पनि हजुर मैले देखेदेखि यो बनाएको अहिले 3-4 वर्ष जस्तो लाग्छ भर्खरै बनेको यो पुल चाहिँ। पहिला चाहिँ पुरानो पुल माथि छ, त्यहाँ देख्न सक्नुहुन्छ। माथि पुल पहिले छ, अहिले चाहिँ माथि छ है दोस्तहरू। यो बनायो। यो चाहिँ अहिले मुसिकोट लगाएर सल्ले एयरपोर्टलाई चाहिँ जोडेर पुल बनायो र कतिपयले अहिले चाहिँ यसलाई भाइरल पुल बनाएर फोटो भिडियोहरू बनाउने माध्यम बनाउनु भएको छ। त्यति नै हो। साथीहरू भिडियो बनाउनु मिल्छ हजुरहरूसँग? मिल्छ ल। यता हुनुहुन्छ हाम्रो, तपाईँको शुभ नाम? कता हो बसाइ? यतै हो। तपाईँको नाम? मेरो नाम वसन्त घरती, म सल्यानबाट आएको हुँ। यतातिर भाइरल पुलतिर यसो चलपल हानिदिउँ कि भनेर के। आउनु न यसरी बसेर आउनु न। अनि हजुरको के छ यतातिर बसाइ मात्रै हो कि केही पढाइ सढाइ चलिरहेको छ? पढाइ छ। कुन विषय? एसीको एउटा ब्याग लाहा हजुर गणितदेखि जन्मिला। ए हजुरको स्थायी ठेगाना चाहिँ कहाँ? बाइकबाट साथ। खास अब हामीहरूलाई यो पुलको यतातिरको मुसिकोटतिरको खास जानकारी त्यतिको छैन। हामीसँग पनि त्यतिको छैन। हजुर अब खास यो भाइरल पुल यता र माथि छ गरे नि? हजुर एउटा माथि छ नि। अस्ति न जुन दुर्घटना भएको थियो नि, एकजना हाम फालेर यहीँबाट यहाँबाट झरेर नि। ए खास अवस्था टुक्रा भइरहेको थियो कि खै त्यतिखेर हामी घरतिर थियौँ। पुरै उनीहरूलाई थाहा छ, उनीहरू थिए। ए कहाँको हुन्छ त्यति होला। खास त्यो के कारण के रहेछ? कारण पहिलादेखि नपढिरहेको छ हजुर हजुर। त्यही कारणले भन्ने थियो अरे भनाइमा क्या भयो अब लकमा धोका खाएछु। त्यही त हाल्दा मैले त्यति त नमर्नु पर्छ। धोका नसम्झ, धोका दिएको होइन। जति माया खास हाम्रो दोस्तले चाहिँ भन्दै हुनुहुन्छ कि यसो लभ सबको चक्कर चल्याएको थियो अरे त्यो केटा र केटी बिच। अब केटाको के सनक चल्यो खै कुनै थाहा भएन त्यो। अनि यहाँबाट सिधै सुइक्क चलिदियो तल। अनि अब के गर्ने, तल गइसकेपछि त अब नो चान्स होइन। अब के गर्ने, त्यहाँ अब नरोज्नु पर्ने बाटो रोजिसकेपछि तल गइसके टाउको र अनि कहाँ चोट लाग्यो अरे? खै त्यति मलाई थाहा भएन। टाउको र पिठमा है, टाउको र पिठमा चोट लागेर अनि अब सल्टिहाल्यो। अब त्यही हो। अब त्यस्तो नगर्नु पर्ने हो। अब यहाँ आउने मान्छेहरूलाई चाहिँ एकदम सतर्क भएर आइदिनु होला। अब सन्की मान्छेहरू, यसो सन्की टाइपको मान्छेहरू नआइदिनु होला भन्छु म भिडियोबाटै, होइन दोस्त? हजुर अब यो चाहिँ खास अब यात्रा सजिलो होस् भन्नलाई हो। हस् दोस्त है, ल हुन्छ। जाम काका पार्छु म। ओ क्षितिजजी भलक। अनि खास यो सेवा सुविधाको लागि हो, यसो आत्महत्या गर्नको लागि होइन भन्ने कुरा हाम्रो पनि भयो। त्यही हो। अनि अब यसो हाम्रो टिकटक रिलको लागि, टिकटक भिडियो सब रिलको लागि अब हाम्रो छुट्टै चल्छ है त फेरि। अब हामीले यता आएर फोटो भिडियो टिकटक बनायौँ है। अब त्यसको लागि हामीले अब यता टिकट लिनुपर्ने हुन्छ अरे। उता हुनुहुन्छ हाम्रो क्यामेराम्यान दोस्त। सो बातचित हुँदैछ हाम्रो, उतातिर हल्का बिजी हुनुहुन्छ। अनि हेरौँ यताबाट टिकट लगेपछि फोटो भिडियो हामीले बनाइसक्यौँ होइन। फोटो भिडियो बनाएपछि अब हामीले अहिले टिकट बनाउने हो। त्यसपछि हाम्रो सिद्धियो है त। यतातिर दामी छ पिङ है। एकचोटि चस्मा लगाएर गरिदेऊ न त बुनु। चस्मा लगाऊ, ल म मचाइदिन्छु है। लगाऊ ल। बुनुको लभ साइनवाला चस्मा छ है। ल यतिको भएपछि सक्दैन नि फेरि। ल है नडरा है। ए रुक्नु ल यतिकैमा
ल टक्क बुनुको मम्मीहरूलाई हल्का चित्त दुखाइ भएछ कि क्यामेराले किन यस्तो भिडियो हान्यो फोटो हान्यो भनेर कस्तो फिल भइरहेछ राम्रो फिल भइरहेछ है अब बालापन हाम्रो गइसक्यो अब सानसानो बहिनीहरूको यस्तो भिडियो हेरेर अब यसो रमाइलो गरेर सानसानो बहिनीहरूसँग हामी टक्क लाएर बालापनको मजा लुटिरहेछौँ है बाई 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 गरिदिनु न त बाई बाई गरिदिनु न त हस् पिङ्खेलेको 100 रुपियाँ बुनु तिमीले त 100 रुपियाँको पिङ खेलिसकेछ त बुनु रमाइलो 100 रुपियाँको रमाइलो लगिसक्यो है हाम्रो पनि पिङ खेल्ने सपना थियो 100 रुपियाँ रहेछ नौ यतातिर हाम्रो आमाको बिजनेस रहेछ आमाको घरबाट यो बिजनेस सुरु गर्नु भएको रहेछ अनि आमा भन्दै हुनुहुन्छ कि आमाहरूले बनाएको 3-4 वर्ष भइसकेको छ यो बिजनेस सुरु गरेको अनि 3-4 वर्षमा 14-15 लाख रुपियाँ भयो बाबु भन्ने कुरा जस्तो गर्नु भएको छ अनि क्यामेरा किनेर क्यामेराम्यानहरूलाई राख्नु भएको रहेछ है बिजनेस राम्रै चलिरहेको रहेछ जे होस् यस्तो भाइब छ हुन्छ आमा हामी जान्छौँ हुन्छ बाबु फेरि आइजानु होला धन्यवाद बाबुहरूलाई राम्रो होस् तपाईहरुलाई उन्नति प्रगति हुन जाओस् तपाईहरुलाई राम्रो होस् शुभ यात्रा हस् आमा एकदम फुल कन्फिडेन्स लेभलमा बोलिराख्नु भएको छ तर यतिको कन्फिडेन्स लेभल हुनु भने बवालै हो तर आमासँग थोरै बातचित नजिकैबाट गरिदिनु त यो बिजनेस सुरु गर्नु भएको हजुरले कति वर्ष भयो हामीले गरेको बाबु अहिले 3 वर्ष पुगिन 4 वर्षमा लाग्यो 4 वर्ष पुगिसक्यो है 4 वर्षमा लाग्यो कति लगानीमा बिजनेस सुरु गर्नु भएको लगानी त बाबु यहाँतिर त उति भए तल्ले र माथि गर्न त 14 लाख भए हितिर 13 लाख भए तल्ले 1 लाख भए 14 लाख गरेका छौँ हाम्रै पर्सनल हो हजुर अनि रे अब पहिला त हुन्थ्यो बाबु अलिअलि केही लगानी उठ्या आजभोलि त त्यति छैन अलिअलि खाइभरि मार्दै ए बिजनेस जस राम्रै छ 4 वर्षमा कति जति आम्दानी लगाउन सक्नुभयो तपाईले कति 4 वर्षमा बाबु यो हो त 13 लाख रुपैयाँ त हामीले पोहोरै उतारेल थियौँ हजुर उठ्यो यो 15-16 लाख जति त भइगयो बाबु ए हस् त्योभन्दा बढी त भएन त्यसो भए राम्रै छ जोस् अब बसी खाइभरलाई राम्रै छ अलिअलि खानेभरि बस्नेभरि ठिकै छ मुनै हो बाबु शान्त राउने गरे मान्छेलाई पैसाले कहिले पुग्थ्यो त्यो त होस् है आमा त्यो त राम्रो कुरा हो अनि आजभोलि बिजनेस तपाईँ सम्हाल्नुहुन्छ यो पुरा हुनुहुन्छ हजुर पुरा हुनुहुन्छ क्यामेराम्यान पनि छन् उच्च हजुर अहिले पुरा पारि जानु भए हजुर त्यही भएन म यहाँतिर अहिले झाजु गर्छु यहाँतिर अलि सिकाउने यहाँतिर आउँछु ठिक छ हस् हामीसँग आमा हुनुहुन्थ्यो आमासँग रमाइलो बातचित भयो अब आमा भन्दै हुनुहुन्छ कि यो ठाउँलाई धेरै अब आमाहरूले रिप्रेजेन्ट गरिराख्नु भएको छ चिनाइराख्नु भएको छ होइन अनि आमाहरूले भन्दै हुनुहुन्छ कि घुम्न आउनुभयो त्यसको लागि धेरै धन्यवाद भन्दै हुन्छ हस् आमा हामी सल्यानदेखि आएको धेरै टाढाबाट आएको फर्किनु पर्ने हुन्छ हस् त है हुन्छ बाबु हुन्छ धन्यवाद तपाईहरुलाई फेरि पनि आइजानु होला घुमघाम गर्न तपाईँ टाढाबाट आउनुभयो राम्रो भयो हाम्रो व्यवसाय हेर्ने अनि हाम्रो व्यवसायलाई राम्रो भनिदिने राम्रो छ भनिदिनु होला हस् यो भिडियो सल्यानभरिले हेर्नुहुन्छ राम्रो छ भनिदिनु होला राम्रो सल्यानबाट कहिले धन्यवाद बाबुहरूलाई शुभ यात्रा हस् आमा हस् यता हुनुहुन्छ हाम्रो दोस्त के छ दोस्त ठिक छ नि हजुरको परिचय नाम प्रेम रामजाली हजुर मेरो घर चाहिँ रुकुमपुर भयो हजुर अनि हजुरले यो फोटो हजुर बिजनेस सुरु गरेको कति भयो मैले अब भर्खरै नयाँ हो हजुर अब त्यो राम्रो भइरहेछ अझै राम्रो फोटोहरू खिच्नु भए हजुर तपाईहरु मसँग आउन सक्नुहुन्छ यस्तो म फोटो राम्रो खिचिदिनु छु तपाईहरुलाई चाहिँ महिनाको कति मिल्छ मलाई चाहिँ त्यही हो अब 10-12 सम्म दिइरहेछ महिनाको हामी त टाढाबाट आएको हस् दोस्त हामी लाग्छौँ है ए ल राम्रोसँग जानु शुभ यात्रा हस् जाम काका हस् यहाँ आएर हामीलाई फोटो खिच्ने यस्तो सुनौलो अवसर दिनुभएकोमा आमा यहाँको फोटोग्राफर दोस्तहरूलाई पनि
बाई बाई गर्दै हामी यो ठाउँलाई छोड्दैछौँ। हस् त, धन्यवाद। कस्तो लाग्यो भिडियो कमेन्ट हान्न चाहिँ नछुटाउनु होला, अनि हाम्रो च्यानललाई यसो च्याप्पै सब्सक्राइब हान्न पनि नछुटाउनु होला भन्दै अब यो रुकुम पश्चिम बाई बाई गर्दैछौँ। हस् त। भेरी हेर्दैछौँ होइन, रुकुम आएर भेरी नदी नहेर त के मजा भन्ने कुरो भएर चट्ट लाएर जुम गरेर टक्क अलिअलि देखाउँछु। त्यहाँसम्म जान त भ्याएनौँ हामीहरू होइन। देख्न सक्नुहुन्छ उता तलतिर यो जुन सेतो सेतो देखिरहेको छ नि, हो यो चाहिँ पुरै भेरीको फाँट हो क्या होइन। हामीले चाहिँ अहिले टक्क यहाँबाट देख्यौँ। अघि नै उता पर गएको थियौँ, अनि त्यहाँबाट त देखिनै नदेखिने कि धेरै टाढा 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 रहेछ। अनि त्यसपछि त्यहाँबाट फर्किदियौँ हामीहरू, अनि अहिले चाहिँ यहाँबाट टक्क देखिरहेछ भेरी, सानो भेरी है, सट्ट सानो भेरी यता। यस्तो मिठो पानी परेको छ कि जोस अन्नमा भन्ने गाह्रो छ। अनि रे के गर्ने हजुर, के गर्ने बर्सातको समयमा यात्रा गाह्रो छ हजुर। चिप्लो छ बाटो, पानी परेको छ। अब यो पानी सँगसँगै औषधि पनि आउँछ नेपालमा, अनि घाम पनि लागेको छ। त्यसैमा मिठो छ। कतै ओछिन ठाउँमा उछिन पाबो, अहिले भुगोली खाल्यो, कन्दरी बिराल्यो। हो र गइजाउँ है, गइजाउँ। उछिने ठाउँ खोजेको, उछिने ठाउँ पनि रहेनछ मित्र। के गर्ने अब यस्तै हुन्छ। चाहिँ त मसको हुरीले डाली लत्काउँछ, बैगुनीको मायाले छाती जर्काउँछ। के गर्ने बगालो अगाडि भरि त्यत्रो पानी परे जस्तो गऱ्यो, अहिले चाहिँ पुरै बाटो हेर्न पुरै पार्टीको पानी बगालो। हामीलाई एकछिन ठुक्कै बिजायो अङ्कलका कोट होइन, एकछिन चिसोले हान्यो। यतातिर त झुन्डेटातिर त पुरै फाटिरहेको छ फेरि पानी। होइन के हो, के भइरहेछ देशमा? अहिले त काम लागिरहेको छ टक्क लगाएर है। अब हामी झुन्डेटा आइपुग्न आँटिसकेका छौँ। नास्ता खायो भएको छैन केही पनि, अब हुन्छ कि भन्ने छ आशा छ। अब भरै त नपरौँ अलिअलि त्यही पनि है। बाटो एकदम डेन्जर छ हेर्न, पुरै अफरोड छ। अनि त्यसपछि यहाँ पछाडि बस्ने मै त शरीरै दुख्न लागिसक्यो झन्। चलाउने अङ्कलको के भइरहेको छ स्थिति, के छ गम्भीर छ। भगालो त ल है त। अब हामीले रुकुम झुन्डेटालाई पनि बाई बाई गरेर हिँड्दैछौँ। सो हाम्रो नास्ता भने पनि खानपिन भने पनि भइहाल्यो है त गाइजहरू। चट्ट लगाएर सस्तो खाने मस्त खाने भन्ने हाम्रो धारणा छ। त्यही भएर हामी यसो कोप्चा काप्चीतिर छिरेर यसो हानिदिएको है। ल है, पानी पर्ने अवस्था भइरहेछ यतातिर। उतातिर हाम्रो मुयाहरूले टिकटक बनाइराख्नु भएको छ। घर कता नि हजुरहरूको? यतै झुन्डेटातिर हो। युट्युबमा हाल्ने हजुर, पर्मिसन मिल्ला कि नमिल्ला? अनि हजुरहरूको नाम नि? मेरो नाम छ यमुना ओली। हजुर। यसको वर्ष मेरो भूमिका चाहिँ पूर्णिमा। सबैजनाले हामीलाई लाइक सब्स्क्राइब गरिदिनु होला है। यतिको माया रुकुम झुन्डेटामा पनि हामीले पाइसकेका छौँ है त। ल अब हामी चल्दैको सुलुलुलु। ल भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई। अनि यो भिडियो कस्तो लाग्यो, के लाग्यो कमेन्ट हान्न चाहिँ नछुटाउनु होला। अनि हामी यता झुन्डेटा आयौँ, अनि हाम्रो दोस्त पनि थिएन चाहिँ। अनि दोस्त चाहिँ मुस्ताङकै राइडमा अनि बिजी छन् कि जस्तो लागिरहेको थियो मलाई। त्यही भएर मैले यसो नसुम्झ्या हो। तर माइन्ड नगर्नु, दोस्तले पनि यो भिडियो हेरिरहेको छौँ कि जस्तो लागिरहेको छ। ल है त हामी गइदिउँ। यसो हामी तिम्रो ठाउँतिर आएर यसो चलबल पनि हानिसकेका छौँ है त। ल सी यू नेक्स्ट ब्लग। बाई बाई गाइजहरू। बाई बाई।